हाम्रो केन्द्रीय सरकार मतलब फेडरल गभर्मेन्टले के काम गर्छ, त्यसको शक्ति कहाँबाट आउँछ, कहिले सोच्नु भएको छ? आज हामी ठिक यही कुराको जरोसम्म पुग्नेछौँ। नेपालको संविधानले कोरेको शक्तिको त्यो खाकालाई बुझ्ने प्रयास गर्नेछौँ। ल, स्क्रिनमा हेरौँ त। यो अङ्क 35, यो के होला? यसो हेर्दा त सामान्य नम्बर जस्तो लाग्छ, होइन? तर होइन। वास्तवमा नेपालको पूरा शासन व्यवस्थाको एउटा चाबी हो यो नम्बर। आउनुहोस् यसको कहानी के रहेछ खोतलौं। हो, त्यो नम्बर 35 भनेको अरू केही नभएर नेपालको संविधानको अनुसूची 5 मा उल्लेख गरिएका ती 35वटा अधिकारहरू हुन्। र यी अधिकारहरू अरू कसैलाई होइन, एक्सक्लुसिभली सङ्घीय सरकारलाई मात्रै दिएको छ। त्यसो भए अब लागौं हाम्रो पहिलो खण्डतर्फ, सङ्घीय शक्तिको स्रोत। यो सूची भनेको एक किसिमले केन्द्रीय सरकारले के गर्न पाउँछ भन्ने ओफिसियल ब्लुप्रिन्ट नै हो। यसले गर्दा कसको काम के हो भन्नेमा एकदमै स्पष्टता आउँछ। अब जाउँ दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा, राष्ट्रिय रक्षा र पहिचान। यो भनेको फेडरल पावरको एकदमै बलियो स्तम्भ हो। यसमा देशको सुरक्षा गर्नेदेखि लिएर संसारमा देशको चिनारी बनाउने कुराहरू पर्छन्। जस्तै देशको सिमाना रक्षा गर्ने कुरा होस् वा आन्तरिक सुरक्षा, यी सबै जिम्मेवारी केन्द्रको हातमा हुन्छ। नेपाली सेना, केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल अनि राष्ट्रिय अनुसन्धान विभाग जस्ता निकायहरू यी सबै सङ्घीय सरकार मातहत चल्छन्। यसले गर्दा देशको सुरक्षामा एउटै नीति र कमान्ड हुन्छ। त्यस्तै देशको प्रतिनिधित्व गर्ने कुराहरू पनि छन्, जस्तो कि परराष्ट्र मामिला, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू गर्ने काम, अनि हामीलाई चाहिने पासपोर्ट, भिसा, नागरिकता जस्ता कुराहरू यी सबै केन्द्रले नै हेर्छ। देशको सिमानाको रक्षा पनि यसैमा पर्यो। यी सबैले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आवाज र बलियो पहिचान बन्छ। ल, अब कुरा गरौँ तेस्रो खण्डको, अर्थतन्त्र र पूर्वाधार। देशको आर्थिक स्वास्थ्य कस्तो हुने र ठूल्ठूला पूर्वाधार कसरी बन्ने भन्ने कुरामा सङ्घीय सरकारको भूमिका कस्तो हुन्छ त्यो यसले देखाउँछ। देशको अर्थतन्त्रलाई स्थिर राख्नका लागि चाहिने सबै महत्त्वपूर्ण कामहरू केन्द्रले नै गर्छ, जस्तो कि हाम्रो केन्द्रीय ब्याङ्क नेपाल राष्ट्र ब्याङ्क, त्यसको सञ्चालन गर्ने, पैसा सम्बन्धी नीतिहरू मतलब मोनेटरी पोलिसी बनाउने, अनि विदेशी अनुदान वा ऋण लिने जस्ता ठूला निर्णयहरू सबै सङ्घीय सरकारको हातमा हुन्छ। अब यति धेरै काम गर्न सरकारलाई पैसा त चाहियो नि, होइन? त्यो पैसा आउँछ कहाँबाट त? ल हेरौँ। मुख्य स्रोतहरू हुन् भन्सार, यानि कि बाहिरबाट सामान ल्याउँदा लाग्ने कर, मूल्य अभिवृद्धि कर VAT, जुन हामीले सामान किन्दा तिर्छौं, अनि आयकर, यानि कि कमाइमा लाग्ने कर। यी प्रमुख करहरू सङ्घीय सरकारले उठाउँछ र देश चलाउन खर्च गर्छ। अनि पूर्वाधारको कुरा गर्दा देशको मेरुदण्ड मानिने ठूल्ठूला आयोजनाहरू पनि सङ्घीय सरकारले नै हेर्छ, जस्तै ठूला जलविद्युत र सिँचाइ आयोजनाहरू, देश प्रदेश जोड्ने ट्रान्समिसन लाइनहरू, अन्तर्राष्ट्रिय विमानस्थलहरू अनि दूरसञ्चार र हुलाक सेवा, यी सबै केन्द्रको जिम्मामा पर्छन्। अब लागौँ हाम्रो चौथो खण्डतिर, कानून र राष्ट्रिय मापदण्ड। यसमा चाहिँ हामी सङ्घीय सरकारले देशभर एउटै लिगल फ्रेमवर्क र स्ट्यान्डर्ड्स कसरी कायम गर्छ भन्ने बारे हेर्नेछौँ। देशको न्याय प्रणालीलाई एकरूपता दिनका लागि सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरू कसरी चल्छन् त्यस सम्बन्धी कानून बनाउने अधिकार सङ्घसँग छ। त्यस्तै देशैभरि लागू हुने देवानी र फौजदारी कानून बनाउने अनि संवैधानिक निकायहरूको व्यवस्थापन गर्ने काम पनि केन्द्रले नै गर्छ। अनि न्याय मात्रै होइन, अरू क्षेत्रमा पनि राष्ट्रिय स्तर कायम गर्नु पर्यो। जस्तै केन्द्रीय विश्वविद्यालयहरू र समग्र शिक्षाको मापदण्ड के हुने, देशको स्वास्थ्य नीति वा वन नीति कस्तो हुने, यी सबै केन्द्रले निर्धारण गर्छ। बौद्धिक सम्पत्ति जस्तै पेटेन्ट र ट्रेडमार्क अनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको संरक्षण पनि सङ्घीय सरकारकै जिम्मामा हुन्छ। ल, अब हामी आइपुग्यौं हाम्रो अन्तिम र एकदमै रोचक खण्डमा, अवशिष्ट अधिकार। हामीले अहिलेसम्म 34वटा अधिकारबारे त कुरा गर्यौं, तर यो सूचीको अन्तिम र सायद सबैभन्दा शक्तिशाली अधिकारबारे कुरा गर्न अब बाँकी छ। तर एकछिन सोचौं त, मानिलेऊ कुनै यस्तो विषय आयो जुन न सङ्घको, न प्रदेशको, न स्थानीय तहको कुनै सूचीमा लेखिएको नै छैन भने के हुन्छ? त्यसमाथि कानून बनाउने वा निर्णय गर्ने अधिकार कसको त? हो, ठ्याक्कै यस्तै सिचुएसनका लागि संविधानमा एउटा व्यवस्था छ,
जसलाई भनिन्छ अवशिष्ट अधिकार वा रेजिडुअल पावर। यसको सोझो अर्थ हो कतै पनि नतोकिएको बाँकी रहेको अधिकार। र हाम्रो संविधानले के भन्छ भने त्यस्तो अधिकार संघमा रहनेछ। मतलब जुनसुकै नयाँ वा नखुलेको विषय आयो भने त्यसमाथि निर्णय गर्ने अन्तिम अधिकार केन्द्रीय सरकारसँग सुरक्षित रहन्छ। यो एक किसिमको कन्स्टिट्युशनल सेफ्टी नेट हो। भनेपछि यी 35वटा अधिकारको सूची र अन्त्यमा रहेको अवशिष्ट अधिकारले देशको शासन प्रणालीलाई एउटा एकदमै स्पष्ट खाका दिएको छ। यसले गर्दा अधिकारको बाँडफाँडमा कुनै अलमल वा दुविधा हुँदैन र एउटा बलियो संवैधानिक आधार तयार हुन्छ। तर यो सबै संरचनाको बीचमा एउटा गहिरो प्रश्न पनि छ। संविधानले यो अवशिष्ट अधिकार मतलब अ क्याच अल पावर संघलाई दिएको छ। यसले देशलाई स्थिरता दिन्छ वा कति भविष्यमा शक्ति धेरै नै केन्द्रीकृत भएर असन्तुलन पो निम्त्याउँछ कि यो एउटा विचार गर्नुपर्ने कुरा हो।